नमस्ते नमस्कार सम्पूर्णजना तपाईँहरूको माझ फेरि पनि भिडियो लिएर आइसकेछु। आज हामी कुरा गर्नेछौँ रोजगारको बारेमा, जुन धेरै सङ्ख्यामा रोजगार खुलेछ अनि कहाँ खुलेछ त्यसको बारेमा आज कुरा गर्नेछु। विस्तृत रूपमा तपाईँहरूलाई जानकारी दिने नै छु। नेपाल सरकार प्रधानमन्त्री परिषद कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौँ, करार सेवा अवधि 2.5 महिना, 2.5 महिना। तपाईँलाई यो के को लागि छ, कुन पदको लागि छ, यो तपाईँहरूलाई म जानकारी दिनेछु। त यो छ तपाईँको आज मिति 2082 साल 10वां महिना 1 गतेको प्रकाशित गरेको यो करारमा जब लिने मान्छेहरू तो 2.5 महिनाको लागि छ। यो सुपरवेक्षक र गणकको लागि तपाईहरूलाई यो के कस्तो छ, के प्रक्रिया गर्नुपर्छ यो जबमा एप्लाई गर्नुको लागि, त्यसको बारेमा आज म छलफल गर्ने छु। यो सुपरवेक्षक मतलब ब्याचलर लेभलको मान्छेले यो फर्म भर्न पाउने। गणक भनेको +2 लेभलको मान्छे, त्यति क्वालिफिकेसन हुनु नै पर्छ। अनि तपाईँहरूको यसको सेवा सुविधा के छ, अनि यसको करार अवधि भन्यो कति दिन छ, यसको के कस्तो प्रक्रिया, त्यो तपाईँहरूलाई म जानकारी दिनेछु। र आज मिति 2082 साल 10वां महिनाको 1 गतेको प्रकाशित भएको यो सूचना तपाईँको 21 दिनभित्र तपाईँले आवेदन फारम भर्न सक्नुहुन्छ। अनि यो तपाईँहरूको सुपरवेक्षक 526 जनाको लागि, अनि त्यसको 2.5 महिनाको करार अवधि छ। न्यूनतम योग्यता तपाईँको स्नातक तक उत्तीर्ण हुनुभयो र सेवा सुविधा भनेको तपाईँको मासिक तलब 34,730 रुपियाँ छ। यसको छनौट प्रक्रिया भनेको सर्टलिस्ट र अन्तर्वार्ताबाट हुँदैछ। अनि तपाईँहरूको यो गणकमा तपाईँहरूलाई 3,913 जनाको माग, त्यसमा तपाईँको 2.5 महिना करार अवधि छ। तपाईँको यसमा न्यूनतम योग्यता भनेको +2 हुनु नै पर्छ, या तपाईँले सोच र डिप्लोमा जे गरेको त्यो त्यति हुनुपर्छ। यसको तलब चाहिँ 32,902 रुपियाँ मासिक हुनेछ। यसको प्रक्रिया त्यस्तै, सर्टलिस्ट र अन्तर्वार्ता। अनि तपाईँले यसको फर्म भर्दाखेरि के डकुमेन्ट चाहिन्छ अनि के कस्तो छ, त तपाईँले नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्छ र तपाईँहरूलाई पासपोर्ट साइज फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र र ट्रान्सक्रिप्ट। त्यसमा चरित्र प्रमाणपत्रको प्रतिलिपि, अनुभव भएको तपाईँले जुन काम गर्नुभएछ त्यसको अनुभवहरू राख्न सक्नुहुन्छ। जुन मान्छेलाई छ भने त्यो राख्न सक्ने छैन, त्यो छुट्टै कुरा। अनि तपाईँको यसको कार्यक्षेत्र के छ भनेको यसको रोजगार स्थानीय तहमा हुन्छ। लगभग 753 जति स्थानीय तह हुन्छ, त्यसमा तपाईँको उम्मेदवार रोजेको तपाईँको कार्यक्षेत्र त्यही हो। गणक तथ्याङ्क सङ्कलन र सुपरवेक्षक सङ्कलनको कार्य हुनेछ। अनि तपाईँले 18 वर्ष पुगेको र 45 वर्ष ननागेको हुनुपर्छ। अनि तपाईँले कार्य अवधि भनेको तपाईँलाई 2082 साल चैत 26 गतेदेखि 2083 साल असोज 8 गतेसम्म हुनेछ। तपाईँले यो अनलाइन फर्म भर्न सक्नुहुन्छ। यसको वेबसाइट www.nsonapl.gov, त्यसमा तपाईँले फर्म भर्न सक्नुहुन्छ। अनि तपाईँले थप के कसरी फर्म भर्ने त्यो प्रक्रियामा, अनलाइन प्रक्रियामा नेक्स्ट भिडियोमा तपाईँहरूले बनाएर दिनेछु कि तपाईँले यो गरेर यस्तो यो वेबसाइटबाट तपाईँले फर्म भर्न सक्नुहुन्छ। त्यो भिडियो म नेक्स्ट पार्टमा बनाएर तपाईँहरूलाई देखाइदिन्छु। धन्यवाद। यो भिडियो हेरेर
के कस्तो लाग्यो भने तपाईँ आफ्नो सल्लाह सुझाव दिनुहोला। सम्पूर्ण जनाहरूको लागि यो बेस्ट अपर्च्युनिटी छ, तपाईँहरूले फर्म भर्नुहोला।